यहाँ चाहिँ बिग मार्टको सामानहरू केही हुँदैन के छैन होइन यो दाल Hello everyone, सबैजनालाई नमस्ते and welcome back again on my YouTube channel after so long time पछि आज चाहिँ हामी साथीको के भन्छ रुममा गेट टुगेदर मतलब सबैजनाको छुट्टी मिलाएर आज चाहिँ हामी यसो बसेर रमाइलो गर्ने भनेर चाहिँ प्लान थियो त्यही भएर हामी चाहिँ गेट टुगेदर गर्दैछौँ मैले यिनीहरूलाई गिफ्ट ल्याइदिएको थिएँ यो मैले ल्याइदिएको गिफ्ट यहाँ भएको चक्लेट स्ट्रबेरीहरू सबै खाइसक्यो यता हुनुहुन्छ भन त तिम्रो नाम के हो उता छेउमा बस्ने मान्छे लजाको मेरो चाहिँ कोशिश तामाङ है ए झिझी लाग्यो तिमी कस्तो लजाउँछौ त्यो मोडी वाउ अनि यता मैयाले उता फर्केर बस्नु भएछ अनि यता हुनुहुन्छ हाम्रो म्याडम अनि वान्स अगेन वेलकम इन माई युट्युब च्यानल थ्याङ्क यू भेरी मच सबैलाई माया छ वाउ अहिले अब हामी हुँदा तान्न लागेको छौँ ल आम्मामा धुवा चाहिँ कडै निका नाकबाट अब यो खाँदै खुक्का तान्दै ठुलो ल यही हो हाम्रो आजको स्पेसल होइन त त्यो कोसिस सरलाई ऊ चाहिँ पुरा लाइट बाली भिडियो बनाइरहेछ किन तिमीहरूलाई चाहिँ किन यस्तो भाडामा वा धनी मान्छेले यस्तो खाँदो रहेछ क्या मुखमा चाहिँ जतिखेर नि खालि वाउ वाउ गर्ने बानी ए ल चियर्स गाइस ल बिस्तारो गर्नु म्याम प्याका जाडो महिनाको यो बेस्ट जाडोको मेडिसिन चाहिँ यो ये ना पानी पुरै मान्दैन कोही उसको मात्र आउँछ अनि बफको भुटान हुन्छ त अनि के हुन्छ त भुटान कहाँ अनि अरु पाउँछ चिकनको हुँदैन चिकनको त के हुन्छ के पो भन्छ त्यो यस्तो उहरू फिलाहरू हो त्यस्तो खुट्टै होइन अर्को के नाम पो भन्छ खुट्टानी पाउँछ ओ एक प्लेट खुट्टा लिएर आउन त चिकन मैले त चिकनको पो भुटान होला भनेको त कहाँ अनि चिकनको भुटान हुन्छ भुटान के रे भुटान ल्याऊ तिमी चाहिँ चिकनको त्यो खुट्टा खाऊ न त यो कम्बिनेसन मिलेन किनिदिने हो किनिहाल्छ नि दुई चारवटा कुन चाहिँ कुन चाउचाउ खाने कुन भुटान किन्ने चाउचाउ लिएर आउँछ यिनीहरू अघि प्लानै गर्दैन रहेछ क्या के मैले त मेरो तर्फबाट त मारै उयो के छ्याउ त्यस्तो चाहिँ नबोल्न हैन अनि के यो पर्दा हाल्नै पर्छ तपाईले जसरी अन्डा छ भने अन्डा फ्राई गर्नु त त्यो अन्डाले मात्र हुँदैन के गरेको कोसिसले त मुखमा लाइट बाल्दै लान्छ यता अम्बो दल खतरा एउटा भिडियो गरेर खान्थे वाउ के ल्याउने अन्डा फ्राई गर्नु त यसको के ल्याउने अरे अनि बिग मार्टमा ठुलो अनसान लिएर तर मैले बाहिर किनेको हैन 580 ग्रेड अलि बिचमा भन्दा महँगो तर कत्रो ठुलो थियो के म तपाईहरुलाई एउटा कुरा देखाउँछु ल केटी मान्छे बेस्ट फ्रेन्ड हुनुको फाइदा चाहिँ यो हो क्या आफै धोएर आफै बनाउँछन् सबै हामी त खाने मात्र हाम्रो चाहिँ यहाँनिर कस्तो के नपिएको जस्तो भयो क्या अनि त्यही भएर अब कोही खाजा लिन गएको छ कोही केही हुँदैन यहाँ मुकेश ठकुरी हो चिले हार्ने क्या यहाँनिर के पाक्दैछ अन्डा हेरौँ अब सलिनाको कुकिङ स्टाइल कस्तो छ त्यो ऊ छैन के अरे ओनियन क्या ओनियन पनि हाल्ने के गर्ने अम्लेट टाइपले बना न
अम्बो मेन्दाले त वाइन पनि खान्छ क्या यहाँ हेर्ने क्या हार्ड डेजको यो वाइन मात्रै होइन यो सबै थोक खान्छ यसले चप्पल खै यो कतिमा किनेको ओ बर्गफलो चाहिँ 15,000 को त फाउन्डेसनै लाउँछ यसले त हेर्न त्यहाँ यसको अनुहार 6,000 को चप्पल हेलो 6,000 को चप्पल 6,000 मा अनि एउटा जिरो घटाउ त्यतिको ए खतरा रहेछ त कहाँबाट किनेको बाटपट्टि नि ओइ त्यो ग्यास त निभ्यो क्या बोलेको देख्दैन नि त यो आइएलडीको तावा हो क्या त्यस्तै छ त नि आइएलडीबाट ल्याएको जस्तो ल त्यही भएन है यहाँ यस्तो मजा भइरहेछ भन्न भयो हो त्यसरी गरेको भए त्यति पैसाको हाम्रो यसको के अरे खानेकुरा चाहिँ मिठो थियो है तर बस्नु चाहिँ के चिकन नगेट छ कहाँ छ खोइ यिनीहरूले सबै लिएर आयो कि माडबाट मैले हिजो ठ्याक्कै यस्तै किनेको थिएँ है सलिना हेर त चिकन नगल्स सबै ल्याउँदो रहेछ त्यो ऊ चाहिँ ल्याउनु पर्ने थियो क्या विङ्स चाहिँ बरु हामी त उसमा अम्लेटमा पनि वाइन हालेर खान्छ भयो होला त्यति भयो यस्तो अब यसलाई यस्तो यस्तो गर्नु हो त्यस्तै ए यो यत्तिकै फ्राई गर्ने यसमा के हाल मिक्स गर्नु पर्दैन ए अनि कहाँ यो बेच्ने पो त अनि हामीलाई यो रेसिपी थोरै नि थाहा छ कसरी बनाउने भनेर है त्यहाँ प्याकेटमा हेर्ने यहीँ छ होला त यो कसरी बनाउने छैन यहाँ यस्तरी कसरी बनाउने भनेर रेसिपी यहीँ छ होला यो चाहिँ बिहामा ल यो चाहिँ मेन्दाको घर हो है अब मैले फर्स्ट टाइममा चाहिँ मेरो आफ्नो घरबाट चाहिँ उयो बनाएको थियो टिकटक के अरे युट्युब भिडियो यो चाहिँ हाम्रो मेन्दा म्याडमको घर हो यहाँ चाहिँ बिगमार्टको सामान भन्दा केही हुँदैन न त के छैन होइन यो दाल पनि बिगमार्टको यो तेल पनि बिगमार्टको यो टमाटर पनि बिगमार्टको कुन त्यो पनि बिगमार्टको यो के रसना पनि बिगमार्टकै हो होइन अनि यो आमाको अचार पनि बिगमार्टकै हो ओ तैँले हर्लिक्स खान्छ हो यसको क्याम्पेन छ होइन आज दुध राखिदियो अनि त्यो के अरे अनि उता 2 मा राखिन्छ अनि यता फोन गरेर दादा भन्छ कि हिजो 8:30 बजीतिर मलाई चाहिँ दादा त्यो अनि फोन फेरि नम्बर चाहिँ ए भनेर सेभ गरेर चाहिँ अनि दादा भन्छ अनि हजुर को बोल्नुभएको भनेको म त्यो हर्लिक्सको हो मलाई भोलि 42 वटा मिल्क राखिदिनु न ल भन्दा रहेछ अनि मैले यसलाई फोन गरेर भनिदिएको दिजु दादा गर्छ कस्तो रहेछ यो तान्न एकचोटि हेरौँ त तानेको लजर भुतुक्कै यहाँ तिनीहरू त हरायो त रेडी भयो हाम्रो खतरा बनाएछ त्यो तेल पोख्दैन भने पुग्दैन अघिको त्यसको नगेट्सको तेल हो क्या बधाई छ त्यसो भए एउटा टेस्ट गरी हेरौँ न ओके डराएछ है मैले अन्डामा के हाल्नु नुनै अन्डा बनाउँछ नुन हाल्नु तर त्यस्तो स्वाद हुँदैन यार छोड्दै हुन्छ एउटा कोही नुन खान्छ माथिबाट यसरी अलि छर्किँदैन के हाल्नु बिर्से नुनै हाल्नु त्यो अब सब रिभिल गर्नु Hello guys. Hello. Lasita na video. Thank you. Soft drink तपाईहरुले ल्याएको हो. प्लेटमा हाल्नु परेन
मिन्नासान गेंकी देश का मिन्नासान गेंकी देश का डेङ्गा देशका लुता लुता ऊ के हुन्छ कोसिस तिमी मिन्नासान गेंकी देशका भने के हो खुब आरिगातो दिन्छ सबैजना सम्झै छ भनेको हो क्या वा यसलाई थाहा छ अनि अनि अस्ति म के अरे ग्रुपमा मस्त च्याट गरिरहेको छ ऊ चाहिँ पुरा जापानिज भाषा बिचमा ठ्यास्स छिराइदिँदो रहेछ अचार चाहिँ कहिले खान्छ खोइ सुदर्शन कति रुपियाँको भुक्तान दिएको यो? ए म फेरि हेर्छ है त बोल्दा फेरि म त्यसको हड्डी फेरि हाम्रो मुकेश सर चाहिँ अब हुक्का तान्दै हुनुहुन्छ जहिले पनि यो हुक्का तानेको भिडियो मात्रै छ कहिले काहीँ यो तानेको चियर्स गाइस युट्युब च्यानललाई पनि मुकेश सरले चेयर्स गरिदिनु भयो यस्तो प्रमोट गर्न कसरी गर्दो रहेछ तैँले हेर्नु तेरो मार्केटिङ स्किल कतिबाट छ मलाई त बिग मार्केटिङ भएको के आउँदैन प्लिज हाम्रो मुकेश सरलाई धेरैभन्दा धेरै माया गरिदिनु होला अलिकति भए नि दया माया देखाइदिनु होला एउटाले म के भनेको थिएँ भन्न कोही तेरो जबरजस्ती मलाई के अरे सब्सक्राइब गर्नु लाग्यो तेरो युट्युब च्यानल कहाँ पुग्यो एउटा रिल रहेछ नि अहिले हो हाम्रो चाहिँ मुकेश सरको केही जबरजस्ती केही छैन एकदम राम्रो राम्रो भिडियो बनाउनुहुन्छ तपाईँहरूले इनकेस सब्सक्राइब लाइक गर्नुभयो भने तपाईँहरूको मोबाइलमा राम्रो राम्रो कन्टेन्टहरू आउँछ क्या मुकेश सरकोबाट तपाईँहरूले सपोर्ट गर्नुभयो भने त बल्ल मुकेश सरको राम्रो राम्रो भिडियोहरू देख्न पाउनुहुन्छ यतिको चाहिँ हुनुपर्छ साथी भएपछि अब मुकेश सरले हुक्का तानै गर्छ अब फुर्केर हाम्रो चाहिँ शीतल पनि आइसक्यो तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ अलिक मात्रै भयो केही छैन के को हो यो हामी त फेरि अब नर्मल यताउता नखाने मान्छे छ्या होइन हामीले सर्टफेयर गरेर राखेको सर्टफेयर गरेर राख्नु होइन गाह्रो हुने होइन क्या उसले नखाने मात्रै हो त्यस्तो चल्दैन भन्ने नै होइन क्या दिनु अहिले म पुगेन भने फेरि मगाइदिइहाल्छु नि हामी सबैजना छुट्टी मिलाएर एक दिन वान नाइट स्टे जाउँ न कता नजिकै खोइ त अहिले धुवाँ आएन के गर्छ तान्छ अल्छी यस्तो सोझो बनिन्छ आम्मा अचार चाहिँ गोजीमा छ अनि किन कहाँ अन्त अनि त्यही भएर यहाँ सबैलाई सबको ट्रु कलर थाहा छ हामीलाई झन् मुकेश सर सबैलाई सबैको ट्रु कलर थाहा छ त्यही भएर यहाँनिर चाहिँ कोही कसैदेखि लजाउनु पर्दैन को कस्तो छ भनेर यहाँ एक थाहा छ गाइज होइन सो त्यही हो पानी हाली खाऊ है फेरि कोसिस मात्रै हो कि नखाने खाएको जस्तो मात्रै गर्ने फेरि घरमा चाहिँ भिडियो चाहिँ फेरि आम्मामा है देखाउन मात्रै भने पठायो त्यो हुक्का पनि घर गर्दै जान्छ वाउ व्हाट अ साइलेन्ट क्यामेरा पिन ड्रप साइलेन्ट भन्नु न बाहिर स्कुलबाट पिन ड्रप साइलेन्ट व्हाट अ साइलेन्ट मुभ त्यो खै आफूलाई देखाउनु पर्ने म गरिदिन्छु यस कस्तो यो उसको साउन्ड आउँछ कि यो किन त्यस्तो एक्सप्लेन गर्नु प्लिज कोसिसको लेसन कहाँ पुग्यो कोसिसको लेसन के कहाँ पुग्यो भर्खर यता त्यसमा के भन्छ हिरा गर्न सकेर काटा गर्न सक्यो अब त्यसपछि अब खान्जी त कहाँ अहिले आम्मामा अब यो आइतबार इचिनी सान योन भन्दै गर्न आउँछ आउँछ उसलाई 10 सम्म
टेन्सनमा मात्रै आउँछ टेन्सनमा आएपछि एकचोटि सुनाइदियो त जापानिज इची नि 10 सम्म भन न। इची नि सान सी इस ए हो एकचोटि अनि योन रुकु गो 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 रुकु गो रुकु नाना हाची क्यु जो भन्छ नि जो होइन जु कोसी सिधै अब टोक्यो सेन्से नियोन गो न सेन्से म भन्छु ल ल के अरे तामाङ कोसिस न्युङ्गो नो गाक्कुसे ला मिलेन मिल्ला गाक्को नो बेइज्जत म त भन्दिनँ अब त्यत्रो भने मलाई एउटा सब सेन्टेन्स जापान पुग्ने भयो वातासी नो हामी दुईजना मात्रै वातासी नो नामाएवा तामाङ आना तानो नामै वाना देशका देशका कुन देशका वातासी नो नामाएवा तामाङ कोसिस देश देशा देशका वातासी नेपारू जिन देश वाउ वाउ अनि त्यो त्यो भन्दा त झन् यान्फो गरेर बसेको मेरो मान्छे नेपाल देश हो Sorry. भने क्या नाइने सालै न मेरो नाम छैन फ्युचरमा वातासी हुनेवाला ऊ के भन्छ जापानिज ऊ पनि हुनेवाला जापानिज ऊ हुनेवाला नेपाल आर्मी अनि त चाहिँ के हुनेवाला वाइफ वाउ वाइफ अफ हाउस वाइफ 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 अफ श्रेष वाउ श्रेष अनि म चाहिँ को तपाईँ पनि जापान तपाईँ पनि जापान उहाँ चाहिँ जापान कहिले भयो आई मिन जापान जाने आज चाहिँ हाम्रो होइन अब गेट टुगेदर लगभग सक्यो बोल्नु आउँछ अनि मेरो चाहिँ गालाहरू पुरा ब्लसिङ दिँदैछु मैले अनि हाम्रो चाहिँ सबै खाली खाली भइसक्यो यहाँ पनि यस्तो भइसक्यो बिचरा मेरो मात्रै सकेको होला अरू सकेको छैन यस्तै छ हो यिनीहरू के धेरै नखाइन्छ नि धेरै रात पनि परिसक्यो अनि अब चाहिँ आजलाई यति चाहिँ भिडियो चाहिँ यति नै कस्तो लाग्छ हेर्नु होला अनि त्यसपछि त्यही हो अब अर्को भिडियो फेरि अर्को टाइममा हुन्छ ए बाई भन त ल बाई भन गाइस बाई 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 भन बाई 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 ल आजलाई चाहिँ भिडियो यति नै वातासी बाई बाई